हेलो गुड मर्निङ साथीहरू, नमस्ते। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। म चाहिँ घरबाट गोठ आउँदैछु। अहिले चाहिँ गोठ भन्नाले घर नै हो यो पनि। त्यता तल सुत्न जान्छौँ अनि यहाँ चाहिँ मम्मी बाबा मात्रै सुत्नुहुन्छ। अहिले चाहिँ हामी गोठ आइपुग्न लाएँ। अब म खाना बनाउनु पर्ने हुन्छ ल साथीहरू। ए ल मेरो घर भन्यो नि गोठ भन्यो नि आइपुग्यो। अब म खाना बनाउँछु, बस्छु। बाबा बाबा पानी पर्यो? त्यसरी पानी पर्यो है राति? आएन साढे त हो उस पनि छैन। हो हुन त धुलो पनि गएन नि? धुलो पनि भिजे छैन। फेरि आइदिए हुन्थ्यो है। आउँछ होला ऊ कालो कालो भए। ऊहरू बहिनीहरू आउनु भयो? बहिनी देउमा बहिनी देउमा त देखेको छैन। अर्को त आएको त्यो सबिताको आमा आएको। ए कतिखेर आएको? कतिखेर आएको त? सिकान पुछ नि नानी, सिकान पुछ। ल हामी चाहिँ गोठमा आइपुग्यौँ है साथीहरू। गोठमा आज राति पानी परेर हुरी बतासले घर चाहिँ यस्तो बनाए। पुरा पात पतिङ्गरहरू भेला परेछ। अब सफा गर्ने पालो मेरो हो, सफा गर्छु। यहाँ चाहिँ साथीहरू मैले मेरो छोरालाई पुरा जिस्काएर छु हो। भाँडा मस्काउनु लगाएको के पुरा फुर्काउँदै जिस्काउँदै भाँडा चाहिँ यता हेर्दै हाँसिरहेको छ साथीहरू। अनि म र बहिनी चाहिँ फेरि घाँस काट्न गएको। घाँस के पनि छैन हो। अनि त्यही भएर त्यो बाँसको पत्ता नै टिप्न गएको के। घाँसै छैन, के गर्नु, भैँसी छ गोरु छ। त्यही भएर हामी दुईजना चाहिँ घाँस टिपिरहेको। प्लिज सब्सक्राइब माई युट्युब च्यानल भन्न पनि आउँदैन हो। के गर्नु, राईको छोरी परियो। अनि अलिकति मुख चाहिँ लटपटी जान्छ हो। यहाँ चाहिँ नानीहरूले हेरिबसेछ। अनि हाम्रो भैँसी चाहिँ डुब्लाएर हेर्नु कस्तो भएको छ बिचरा। घाँसै छैन क्या, त्यही भएर हो। अब चाहिँ बर्खा लागेपछि घाँस त टन्नाटन हुन्छ अनि भैँसी पनि मोटै जान्छ। हाम्रो केरा गाडी हो, यो चाहिँ हाम्रो बाख्रा हो। यही हो हाम्रो गोठ भने पनि, घर भने पनि गाउँमा पनि छन रहेछ कि। यो चाहिँ गोठ यतै सबै कामसाम गर्ने अनि बस्न चाहिँ उता जाने कि। अनि आज चाहिँ यो हाम्रो पाइप गाड्न पनि आउनुभएको। पाइप घरमा के अरे धाराको पाइप बाड्न पनि आउनुभएको। अनि हामीले चाहिँ पाइप खनेको कि पुरा पहिला आउँदाखेरि उ गरेको थियो नि त, गाडेको थियो नि त। अहिले पानी आएपछि फेरि निकाल्नु पर्ने गरेँ। त्यही भएर म त मोटी छु कि उ गर्नै सक्दिनँ, खन्नै सक्दिनँ। मेरो देउरानी हेर्नु न कति डुब्लो छ र पनि कति झमझमी खनेर बस्छ हो। म त सक्दिनँ खन्न पनि। पुरा पछाडि हात लगाएर हेरेर बसेछु। भिडियो चाहिँ मेरो छोराले खिचिदिएको, मेरो जेठा छोरा विश्वासले। है त साथीहरू, उहाँ दिदीको घरतिर लाने पाइप हो कि यो चाहिँ। पुरा खनिरहेको छौँ हो। अनि खनिसकेपछि नास्ता खाँदैछौँ। कोदोको रोटी र के अरे यो चेरी टमाटरको अचार। मेरो सानो छोराले फर्स्ट टाइम कोदोको रोटी खाएको, त्यही पनि कस्तो मिठो भनेर खान्छ। जे पनि खान्छ कि खानेकुरा चाहिँ त्यस्तो के पनि मान्दैन कि। जे भेटायो त्यो गमका गम खान्छ हो। अनि पानी परेको भएर हामी चाहिँ बाख्रालाई घाँस झार्न आएको। मेरो जेठा छोरा हेर्नु नाचिरहेको। देउरानी बहिनीले चाहिँ घाँस काट्नु हुँदैछ, झार्नु हुँदैछ। म चाहिँ बटुल्ने के अरे पानी परेको भएर बाख्रा गोठाला जान नमिलेको कि। त्यही भएर नत्र भने बहिनी जानुहुन्थ्यो बाख्रा गोठाला। त्यही भएको भएर आज चाहिँ नगएको, घाँस झारेरै खुवाएको। अनि मेरो जेठा छोरा चाहिँ खुसी भएको छ आफ्नो घर आएर। अनि बहिनीले चाहिँ घाँस झार्नु हुँदैछ। अब बटुलेर बाख्राहरूलाई घाँस दिने। पानी परेर कस्तो शीतल भएको छ।
कति शीतल ठाउँ छ क्या हाम्रो घर चाहिँ, गाउँ चाहिँ पुरा शीतल। पहिला चाहिँ अलिकति पानीको दुःख थियो, अहिले चाहिँ घर घरमै मिटर डाँडा जोडिदिई बसेछ कि अन्त सजिलो भयो अहिले चाहिँ। घरमै पानी आइजान्छ, सबै कुराको सुविधा छ अहिले चाहिँ। अनि मैले पुरा हाम्रो बारीहरू देखाइबसेछु। छोरा चाहिँ नाच्दैछ खुसीले, फत्रक 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 घाँस बोकेर पनि हिँडियो। बहिनीले त्यति बोक्नुभयो, मैले अलिकति बोकेँ। बहिनीले चाहिँ अलि धेरै बोक्नुभयो। बहिनी त मभन्दा डरु छ क्या, म त हेर्दा मात्रै मोटी। अन्त बेलुका भएपछि खाना पकाउने काम चाहिँ मेरो है साथीहरू। ए पुरा फलफुलहरू खिचिबसेको क्या म फेरि। अब्बल मनपर्छ कि। नानीहरू खेलेछ, रमाइलो बाला पनि एकदमै। यो चाहिँ हाम्रो गाउँदेखि गोठ जाने बाटो हो। मैले पुरा खिचेको के, पछि मेमोरीको लागि। मेरो नानी र देउराहरूको नानी हो। मम्मी चाहिँ कोदालीको बिँड बनाउने रहेछ। हाम्रो डगी हो, पुरा पिङ खेलेछ नानीहरू। कटहर हेर्नु कस्तो राम्रो थियो कटहर। मम्मीले चाहिँ दाल पिँध्नुहुँदैछ, देउरानीले चाहिँ